सर अलिकति थपौँ सिकुटी। मायाले संसार थाम्दैन थप्पु मन थप्पु। कहाँबाट ल्याएको यति मिठो हरिणको सुकुटी हाल्दा सब? सर यो हाम्रो गाउँमा एउटा बनकाइला भन्ने मान्छे छ, त्यसले यसो बेला बेला पासोमा यो हरिण मुर्गाहरू मारिदिन्छ। हाम्रो भागमा यसो अलिकति कोही कोही बेला आउँछ सर, मिठो छ। अब त्यो जङ्गलको जन्तुहरू चाहिँ त्यसरी मार्नु दिनु हुँदैन है। अब आफै पासोमा आएर पर्यो भने त हाम्रो के लाग्छ होइन? मायाले संसार थाम्दैन। कम्ता मिठो हुँदैन हौ फेरि जङ्गलको। मेरो त जिब्रोमा झुन्डिएर नि। मलाई एकचोटि सोध्नु पर्दैन तैँले? होइन अम्बके के साह्रो कुटेको छोरालाई गोरु कुटे जस्तो। अस्ति दुबईबाट सालुले पठाएको चाहिँ यसले हातमा लगाएर मजाले खाएछ गलाको बच्चाले। अनि त्यति खाँदैमा यति कुट्नुपर्छ त? बासी भातसँग मुछेर गम गम खाएको भातमा म कहाँ कुर्थेँ यत्रो? अब बासी भात उब्रिनु त फेरि मैले खानुपर्छ। सर नमस्कार। ओहो नमस्कार नमस्कार। ठिक छ बस्नुहोस्। उहाँ चाहिँ हाम्रो घरबाट साइलो हजुर। त्यसो उहाँले कोही कोही बेला सहयोग गर्नुहुन्छ साह्रो। ए ल ठिक छ। के थियो लुकाउनु त? मायाले संसार थाम्दैन के थियो? त्यस्तो चाहिँ केही होइन हजुर। ए त्यस्तो केही थिएन। के चौकीको हावा खान आएको एकछिन हुन्थ्यो? होइन अनि मेरो छोरीलाई नि बासमतीलाई एउटा अन्जान प्रेमीले चिठी लेखेर दिक्क लगाइसक्यो। त्यसको रिपोर्ट देखाउन आएको म हजुर, प्रमाण सहित। ए लु प्रमाण छ त? खै त्यो पत्र प्रमाण छ त? पक्कै त छ। ल हेर्नुहोस् यहाँनिर पुरै खोलेर दिउँ? ल पहिलो ल हजुर हेर्नुहोस्। ओहो तिम्रो हरेक भिराइले म कायल भएको छु। तिम्रो हरेक बोलाइले म घायल भएको छु। लाग्छ तिमी हिँडेको पाइला कहिले नरोकियोस्। जहिले मसम्म आएर तिम्रो पाइला तिमीलाई यो सातै गाविस घुमाउँछु। रक्सीमा भन्दा बढी तिमीमा रमाउँछु। अन्त मिलाएको छ। आज भोलि त हेर्नु मन लाग्दैन तास। जहिले तिमीलाई भेट्ने हुन्छ आश। तास र आश मिलाएको कस्तो मिलाएको केटो। तिम्रो गालामा मेरो ज्वाइँ, तिम्रो बाउको हुनेवाला ज्वाइँ। अन्जान प्रेमी यो केटो जो भए पनि कवि हुनुपर्छ। साह्रै छन्द मिलाएर लेखेको छ यसले। यो केटो जो भए पनि अन्जान प्रेमी भनेर लेखिरहेछ। यसलाई चाहिँ एकचोटि भेटेर